हुँदैछ। ल भाइ हामीले यसरी कोदो धुँदैछौँ है। कोदो ल्याएर यो कोदो चाहिँ अमेरिकामा हुने हाम्रो राम भाइको लागि हो। यो चाहिँ ओहाइयो अमेरिकामा पुग्छ। यो कोदो 80 किलो यो कोदोको पिठो पुग्छ हैन। अनि त्यसपछि चाहिँ नि तपाईको 32 वटा मुडा पुग्छ। सुकमिलो घिउ तोरीहरू हामीले सबै चाहिँ युएसए हाम्रो राम भाइको लागि पठाउँछौँ। अब यसलाई चाहिँ यसरी छान्ने भाइ, यसरी छान्ने हो। यसरी छान्ने, यो माथिको सब निकाल्ने। एकदम फोहोर हुन्छ कि सुरुमा हजुरले धोएर बनाइदिनु भन्नुभएको थियो। अब यसलाई यसरी धुने, यसरी राख्ने। यसलाई फेरि यहाँ पानी राखौँ, अर्को पानी। यसलाई हेर्नुहोस्, पानीभित्रको पुरै रातो देखिन्छ, नजिकबाट देख्नु। पुरै रातो हुन्छ कि यो धुँदै गएपछि। यसलाई चाहिँ अझ एकचोटि मिलमा लगेर हामी फल्छौँ अनि बल्ल त्यसपछि पिसाउने हो। यसमा अलिअलि बाँकी यो दानामा रहेको भुस हुन्छ कि यो चाहिँ मिलमा गएपछि क्लियर हुन्छ। यसलाई मसिनो पिठो बनाएर हामी प्याक गरेर हामी अरू सामानमा चाहिँ प्याक गरेर पठाउँछौँ। यो चाहिँ हाम्रो राम भाइ हेर्नुहोस् है, हजुरले धुने भन्नुभएको थियो नि कोदो, मजासँग धोइदिएको छु है। 5-6 पटक धोएर यसलाई चाहिँ राखिदिएको छु मैले। पिसेर पठाइदिन्छु, राम्रोसँग मिठो मानेर खानु होला। ल हेर्नुहोस् कस्तो रातो बनाइदिएको थिएँ। 80 किलो त यो पिठो मात्रै पठाउने हाम्रो अमेरिका भाइको लागि। यसलाई चाहिँ मजासँग धुन्छौँ क्या हामी। ल हेर्नुहोस् है, यसरी पुरै छान्दै यसलाई यो धमिलो पानी जति पुरै यो धमिलो पानी आउन छोडेपछि बल्ल हामीले चाहिँ यसलाई यता ल यसलाई चाहिँ अझै धुनु बाँकी नै छ।